होइन विद्यार्थी सबै समूहलाई चाहिँ छनौट गर्ने अवसर दिनुहुन्छ भने होममा जानु होला। होममा गइसकेपछि तपाईँले हेर्नुहोस् अब विद्यार्थीले चाहिँ 21 नम्बर क्वेसन छनौट गर्यो। ल अर्को समूहले नेक्स्ट समूहले प्रश्न नम्बर 21 हरेक वर्ष बाल दिवस कहिले मनाइन्छ भनेको छ। यहाँ चाहिँ हेर्नुहोस् अब तपाईँले असार 29 गते भदौ 29 गते भइहाल्यो अरू चाहिँ आज भने म तपाईँहरूका लागि विशेष गरेर तपाईँको विद्यालयमा स्मार्ट बोर्ड छ, तपाईँसँग चाहिँ प्रोजेक्टर छ भने तपाईँले स्मार्ट तरिका विद्यालयमा विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ अथवा अन्तर्सदनात्मक अथवा समूहगत रूपमा अथवा कक्षागत रूपमा हाजिर जवाब प्रतियोगिता चलाउन चाहनुहुन्छ भने तपाईँहरूको लागि चाहिँ आज पिपिटी स्मार्ट क्विज ल्याएर आएको छु। तपाईँहरूलाई यदि क्विज मनपर्छ भने भिडियोको अन्तिममा हेरिसकेपछि तपाईँहरूले यो क्विजको लागि मलाई चाहिँ इनबक्समा अथवा कमेन्टमा कमेन्ट गर्नुहोला र कमेन्टमा मेलसहित पठाउनुहोला। साथीहरू हेर्नुहोस् क्विज एकदम स्मार्ट छ। तपाईँहरूले चाहिँ यो डेमो पनि हेर्नुहोस्, त्यहाँ डेमोमा के कस्तो देखिन्छ। तपाईँलाई मन पर्यो भने यहाँभित्रका कुनै चिज परिवर्तन गर्नु पर्यो, लोगो चेन्ज गर्नु पर्यो, सबै चिजहरू चेन्ज गर्नु पर्यो भने तपाईँले इनबक्समा मेल गर्नुहोला, कमेन्टमा मेल गर्नुहोला। त्यसको आधारमा मैले चाहिँ पावर पोइन्ट स्लाइड तयार पारिदिनेछु। तपाईँले विद्यालयमा चाहिँ अतिरिक्त क्रियाकलापमा चाहिँ स्मार्ट तरिकाले चाहिँ क्विज चलाउन सक्नुहुनेछ। त्यसको लागि चाहिँ हेरौँ डेमो कस्तो छ। डेमो देखाउन गइरहेको छु, तपाईँहरूले चाहिँ एकदम ध्यान दिएर हेर्नुहोला। नेक्स्टमा जाउँ। नेक्स्टमा जाने बित्तिकै चाहिँ हेर्नुहोस् अन्तर्सदनात्मक हाजिर जवाब प्रतियोगिता 2080 त्यस्तै रहेको छ। तलपट्टि चाहिँ क्विजमा यहाँ विद्यालयको लोगो अथवा कुन कार्यक्रम अथवा कुन दिन कुन स्पेसल डेमा चाहिँ तपाईँले चाहिँ क्विज बनाउनु भएको, क्विज सञ्चालन गर्दै हुनुहुन्छ त्यसको दिनको चाहिँ ब्यानर तयार पारेर पनि यहाँ राख्न सक्नुहुनेछ। त्यस्तै रहेको छ हेर्नुहोस् हाजिर जवाब प्रतियोगिताका चाहिँ नियमहरू चाहिँ प्रतियोगिताका नियमहरू तपाईँहरूले चाहिँ आफूले चाहिँ कस्ता खालका नियमहरू बनाउन सक्नुहुन्छ, त्यो चाहिँ कस्ता खालका नियम राख्न सक्नुहुन्छ अथवा नियम बनाउने हो त्यो नियमहरू त तपाईँले चाहिँ यहाँ चाहिँ नम्बर नियमहरू राख्नु होला। मैले चाहिँ नियमहरू एकैचोटि आउने राखेको छ, तपाईँले एक एक नियम गरी चाहिँ आउने गरी चाहिँ राख्न सक्नुहुनेछ। त्यस्तै रहेको छ हेर्नुहोस् यहाँ चाहिँ प्रश्नहरू छनौट गर्नुहोस् भनेको छ। यहाँ होम छ, यहाँनिर तपाईँले चाहिँ हाजिर जवाब प्रतियोगिताका चाहिँ प्रश्नहरू कतिवटा चाहिँ राख्नुहुनेछ 50, 52, 100, 200वटा यहाँ सबै सानो साइजमा चाहिँ यहाँ राख्न सक्नुहुनेछ र तपाईँले चाहिँ यसलाई होम पेज भनिन्छ भने यहाँनिर अर्को चरणहरू राख्न पनि सकिन्छ। साइडतिर कुनै कुनातिर चाहिँ यो नेक्स्ट चरण भिडियो चरण अझ इमेज चरण भने चाहिँ त्यसपछि चाहिँ अडियो चरण भनेर राख्न सक्नुहुनेछ। तपाईँहरूले चाहिँ यहाँ कुन कुन चरण कस्ता खालका अथवा भूगोल रिलेटेड, त्यसपछि साइन्स रिलेटेड, त्यसपछि इङ्ग्लिस रिलेटेड, म्याथ रिलेटेड भनेर यहाँ राख्न पनि सकिन्छ। त्यसको लागि तपाईँहरूलाई चाहिन्छ भने भन्नुहोला, त्यस्तो प्रकारको नि तयार पारेर प्रोभाइड गरिदिन्छु फ्रीमा। त्यसलाई अब यस्तै रहेको छ। त्यसपछि विद्यार्थीहरूले प्रश्नहरू छनौट गर्नुहोस् भने चाहिँ विद्यार्थीले ल एउटा समूहले प्रश्न नम्बर 8 छनौट गर्यो भने हेर्नुहोस् 8 नम्बर प्रश्न। ल प्रश्न नम्बर 8 रहेको छ एक हप्तामा 7 दिन भए 12 हप्तामा कति दिन हुन्छ भने चाहिँ 12, 7, 30, 84 भन्ने छ। यहाँ चाहिँ विद्यार्थीले चाहिँ गलत ए अप्सनमा लाग्यो भने यसरी गलत बजर बज्छ। त्यस्तै रहेको छ। त्यस्तै रहेको छ बीमा, बी पनि होइन, सी हो कि होइन हेरौँ साथीहरू। त्यस्तै डी हो कि होइन, अब डी अप्सनमा जाउँ। अब पहिलो राउन्डको अथवा पहिलो जुन विद्यार्थी अथवा जुन समूहलाई क्वेसन छनौट गर्ने अवसर परेको थियो त्यहाँबाट तपाईँ कन्टिन्यू गर्नुहुन्छ भने यहाँ नेक्स्टमा 9 नम्बर क्वेसन सोध्न चाहनुहुन्छ भने नेक्स्टमा जानु होला। होइन विद्यार्थी सबै समूहलाई चाहिँ छनौट गर्ने अवसर दिनुहुन्छ भने होममा जानु होला। होममा गइसकेपछि तपाईँले हेर्नुहोस् अब विद्यार्थीले चाहिँ 21 नम्बर क्वेसन छनौट गर्यो। ल अर्को समूहले नेक्स्ट समूहले प्रश्न नम्बर 21 हरेक वर्ष बाल दिवस कहिले मनाइन्छ भनेको छ। यहाँ चाहिँ हेर्नुहोस् अब तपाईँले असार 29 गते भदौ 29 गते भइहाल्यो अरू चाहिँ तपाईँ नेक्स्ट अब 21 पछि 22 नम्बर क्वेसन सोध्न चाहनुहुन्छ भने सिधै 22 मा जानु होला, होइन भने होममा जानु होला। फेरि होला अब अर्को समूहलाई तपाईँले चाहिँ क्वेसन छनौट गर्ने अवसर दिनुभयो भने 15 नम्बर छनौट गर्यो अथवा ल मानौ 27 नम्बर क्वेसन भने प्रश्न नम्बर 27 चाहिँ
टेल द सुपरलेटिभ डिग्री अफ द वर्ड गुड। गुडको चाहिँ सुपरलेटिभ डिग्री के हो भनेको छ भन्ने छ। यहाँ चाहिँ तपाईँले चाहिँ अप्सन ए, अप्सन बी, अप्सन डी यसरी चाहिँ यसरी छनौट गर्न सकिन्छ। यसरी क्विज सञ्चालन गर्न सकिन्छ। अन्तिममा तपाईँले चाहिँ क्विजमा ब्यानरहरूमा के राख्नुहुन्छ त्यो राख्नुहोला। यदि तपाईँलाई चाहिँ एकदम स्मार्ट क्विज चलाउन मन छ भने यो सानो कक्षाको लागि भएर सानो कक्षाका क्वेसनहरू गणित सबै इङ्ग्लिस नेपाली स्वास्थ्य र शारीरिक शिक्षा सृजनात्मक कला सबैसँग रिलेटेड क्वेसन पहिला तयार पारेको थिएँ। अहिले चाहिँ मैले चाहिँ निःशुल्क रूपमा कसैलाई चाहिन्छ भने यो उपलब्ध गराइदिनेछु।